हेलो साथीहरू, आज म चाहिँ भिन्डीको सब्जी बनाउँदैछु। भिन्डी र करेलाको सब्जी है, आफ्नै तरिकाले बनाउँदैछु। अनि मैले टमाटर पनि यसरी काटेँ, हरियो खुर्सानी अनि प्याज पनि यसरी मजाले काटेर राखेको छु। त्यसपछि अदुवा लसुन पनि मैले काटेर फुराउनी भनेर राखेको छु। अनि मैले भाँडा बसाएँ। अनि भाँडा बसाएर भाँडा हल्का तातिसकेपछि मैले तेल राख्छु। अनि तेल मजाले राख्छु। अनि तेल मजाले तातिसकेपछि मैले थोरै मेथी फुराइदिन्छु। अनि मेथी पनि मजाले रातो रातो भइसकेपछि मैले थोरै हिङ राख्छु। अनि के साथी, हिङ चाहिँ अप्सनल हो, राखे पनि भयो नराखे पनि भयो है, मलाई चाहिँ मनपर्छ त्यही भएर राखेँ। अनि मैले काटेर राखेको अदुवा र लसुनलाई फुराइदिन्छु। अनि मजाले यो फुराएर यसलाई चाहिँ मजाले एकछिन यसलाई चाहिँ हल्का चलाइदिने। अनि यो चाहिँ मजाले रातो रातो भइसकेपछि चाहिँ यसमा मैले अघि काटेर राखेको प्याज पनि राख्छु। अनि यो राखेको प्याज राखिसकेपछि मजाले यसमा फेरि हरियो खुर्सानी पनि फुराइदिन्छु। अनि हरियो खुर्सानी राखिसकेपछि एकछिन मजाले एकैछिन चलाउने है, यसरी हल्का चलाइदिइसकेपछि अनि यसमा म अघि काटेर राखेको यसमा चाहिँ मैले टमाटर राख्छु। साथीहरू हेर्दै जानु होला है। यसमा मैले अघि काटेर राखेको टमाटर राखेँ। अनि यो टमाटर राखिसकेपछि हल्का मैले यसमा नुन बेसार राख्छु यसमा। अब यसमा कति लाग्छ होइन, आफूले कति बनाइह त्यही अनुसारको नुन बेसार आफ्नो अन्दाजमा राख्नु होला। मैले पनि यसरी नै राख्छु। अनि यसलाई मजाले यसरी चलाइसकेपछि चाहिँ यसरी मजाले चलाउँछु। यसलाई चलाइसकेपछि मैले यसमा अघि काटेर राखेको करेलालाई मजाले राखिदिन्छु। साथीहरू, मैले चाहिँ यो मेरो आफ्नै तरिकाले बनाएको करेलालाई चाहिँ जसरी बनाउँदा पनि भयो, जसरी पकाउँदा नि भयो है, मलाई चाहिँ यसरी मनपर्ने भएको भएर मैले चाहिँ यसरी बनाएँ। साथीहरू, हुन त आफ्नै तरिका हुन्छ करेला बनाउने, खाना बनाउने होइन, आफ्नै तरिका हुन्छ। तर चाहिँ मलाई यसको तितोपन मनपर्ने भएको भएर यसरी बनाउने गर्छु। किनभने तितो मन नपर्नेहरूले मजाले तेलमा फ्राई गरेर बनाउँदा पनि हुन्छ। तर मलाई चाहिँ यसरी काँचो काँचो तितो मनपर्ने भएको भएर मैले चाहिँ यसरी बनाएँ आफ्नै तरिकाले। साथीहरू, हेरेर लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला है। अनि मैले मजाले चलाइसकेपछि यसरी भिन्डी चाहिँ पछिबाट राखिदिन्छु। अनि यसरी मजाले भिन्डी राख्छु। अनि भिन्डी राखेर मजाले राखेर यसमा हल्का गरम मसला मतलब सब्जी मसला जे राखे पनि भयो, आफूलाई मसलाहरू के राख्नु मन छ त्यो सबै राख्नु होला। अनि यसरी मजाले चलाइदिनु होला। अनि यसरी मैले चलाइसक्छु किनभने मेरो तरकारी अलि धेरै भएको छ र भाँडा चाहिँ अलिक सानो भएको हुँदाखेरि अलि असजिलो पर्छ मलाई चलाउन। किनभने म फ्यामिलीमा अलि धेरै छु नि त, त्यही भएर साथीहरू माइन्ड नगर्नु होला। मैले जस्तो आफूमा जे छ जस्तो छ मैले त्यस्तै नै प्रस्तुत गर्ने गरेकी छु। सबैजनाले हेरेर सब्सक्राइब गरिदिनु होला है, लाइक कमेन्ट गरिदिनु होला। म चाहिँ आफ्नै लोकल स्टाइलले कुनै बनावट नगरिकनै यसरी भिडियो बनाएर पोस्ट गर्ने गरेकी छु। मेरो यो चाहिँ लङ भिडियो फर्स्ट टाइम हो। सर्ट भिडियो त हल्का राख्ने गरेकी छु। यो चाहिँ लङ भिडियो चाहिँ मेरो फर्स्ट टाइम हो। साथीहरू, मैले पनि हजुरहरूलाई सपोर्ट गर्नेछु, हजुरहरूले पनि गर्नुहुन्छ भन्ने आशा राखेकी छु है। म पनि नयाँ युजर हो, जानी नजानी भिडियो बनाउने कोसिस गरिरहेको